नमस्कार सिस्कान सर, मैले यो डेमो पर्पजको लागि टोहाकै इन्स्टेन्समा तपाईँलाई खोपको हामीले युज गरिरहेकै डेमोको लागि जे डेटा युज गरे नि हुन्छ, जे हजुरले मैले वाट्सएपमा इमेल युआरएल युजर नेम पासवर्ड पठाइदिएको छु, त्यही हान्नु होला। युआरएल toha.dhis2mis.org, युजर नेममा खोप छ, पासवर्डमा HMIS@1234 लगइन गर्नुहोस्। लगइन गरिसकेपछि अब यहाँ हाम्रो मुख्य चाहिँ इ रेकर्ड भनेको डेटा कलेक्सन गर्ने एप्लिकेसन हो र HMIS रिपोर्ट भनेको चाहिँ हाम्रो HMISमा पठाउनको लागि जुन एग्रिगेट रिपोर्ट छ त्यो रिपोर्टको लागि हो। अहिले हामी खोपमा जाउँ। यो डेटा कलेक्सनमा इ रेकर्डमा मैले अहिले चाहिँ तपाईँलाई सबै प्रोग्राम अन गरेको छु। अहिले हजुरले खोप बाल खोप तथा पोषण सेवाहरूमा क्लिक गर्नुभयो भने पनि डाइरेक्ट हामीले यहाँ देख्न सक्छौँ। अब तपाईँले अर्गनाइजेसनमा अहिले डेमो सिलेक्ट गर्नु, जुन डेटा पनि युज गर्न पाउनुभयो। जस्तै राधा थापा भन्नेलाई मैले क्लिक गरेँ भने उहाँले यहाँ देख्नुहुन्छ खोप सेड्युल गरेको, खोप लगाएको र खोप सेड्युल गरेर खोप पास भएको स्ट्याटस यसरी देखिन्छ। यो सुरुमा चाहिँ खोप लगाउने फर्म हेरौँ। नर्मल्ली हामीले प्र्याक्टिसमा के गर्छौँ भने सेड्युल गरेको खोपलाई चाहिँ लगाइदिन्छौँ। यहाँ क्लिक गरेर तपाईँको आज डेट लगाउन आउनुभयो। यो सेड्युल गरेको कारणले नेक्स्ट सेड्युलको लागि भयो। 6 हप्तामा लगाउने खोप हो कि 14 हप्तामा लगाउने खोप हो कि आफ्नै संस्थामा लगाएको, सबै लगाएको अथवा एउटा एउटा लगाएको, यसरी छान्न पनि सकियो। सबै लगाएको पनि छान्न सकियो। यसरी खोप लगाउने, खोप लगाइसकेपछि हामीले के गर्छौँ, यसलाई अर्कोपटक आउने मिति यो अटोमेटिकल्ली तपाईँको डेट अफ बर्थ र आज आएको डेटले क्यालकुलेट गरेको हुन्छ। यदि चेन्ज गर्नुपर्छ भने हामीले चेन्ज गरेर यसलाई सेभ गर्छु। एचपिभी खोपको लागि यहाँ एचपिभी खोप भयो, नयाँ खोप आएको। र एएफआई केसको लागि चाहिँ अब यो हजुरले भन्नुभयो जस्तै एएफआई भएको छ भने एस गरियो भने बल्ल यसको एएफआईको स्ट्याटस, खोप लगाएको समय, लक्षण सुरु भएको समय, ब्याच नम्बर, यसलाई यति बेलै राख्न नि सकियो। अथवा खोप लगाएर सेभ गऱ्यौँ, सपोज सेभ गऱ्यौँ, त्यसपछि म फेरि यसलाई खोप लगाएको भनेर गएर एएफआईमा अपडेट गर्न पनि सक्छु। यहाँ एडिट गरेर यहाँ अब यो खोप लगाउँदा लगाउँदा उहाँको एएफआई भएको भने चेक गर्छु र एएफआई के कारणले भएको, कति बजी भएको, यो हाम्रो रिपोर्टिङमा जे रिपोर्टिङ गर्छौँ त्यति अनुसारले सेभ गर्छौँ। अब यति गरिसकेपछि इभेन्ट कम्प्लिट गरिदिउँ, सेभ गरौँ। मैले अब अर्को देखाउन खोजेको चाहिँ हजुरलाई ग्रोथ चार्ट। ग्रोथ चार्ट अब भनेको हाम्रो चाहिँ वेट र उसको हाइटको लागि हो। वृद्धि अनुगमन विवरण भरियो भने ग्रोथ चार्टमा डेटा आउँछ। अब जस्तै वृद्धि अनुगमन मितिमा आज उसको अनुगमन गर्यो। आज बच्चाको उमेर 16 वर्ष 16 महिना 81/10/19 16 महिनाको भयो। यसरी इन्डिकेटर। त्यसपछि नयाँ वृद्धि अनुगमन हो। तौल 4 केजी, जन्मदाको तौल ग्राममा भनेको छ। त्यसपछि मैले 3000 ग्राम लेखी यसरी यो केजीमै हो। त्यसपछि त्यो उल्लेख गरौँ। तौल किलोग्राममा अहिलेको भनेको 8 केजी भयो। यसरी राख्यो। यसको उचाइ मैले 100 लागि ओके 60 सेन्टिमिटरमा राखेँ। त्यसपछि यो अटोमेटिक पोषणको वर्गीकरण आयो। जेडी स्कोर यसरी क्यालकुलेट भएर आयो। भिटामिन औषधि दिएको हो, यो हो, बालबिटा गरिएको हो। अब यो त्यही अनुसारले डेटा भर्छौँ। डेटा भरेर यहाँ इन्डिकेटर्समा पनि उहाँको इन्डिकेटर यसरी हेर्न सक्छौँ। यसलाई कम्प्लिट गरौँ। नो क्यान्सिल। कम्प्लिट गरिसकेपछि डेटा भरियो। त्यही अनुसारको वृद्धि अनुगमन चार्टमा चाहिँ उहाँको डेटा भरिएर आउँछ। हामीले
लेन्थ फर एज, त्यसपछि वेट फर हाइट, यो अनुसारले हाम्रो यो 2टा रेकर्ड भरियो, 3टा अब अर्को रेकर्ड पनि भरौँ। यसरी यो सेभ गर्न सक्छौँ। यो हरेक इभेन्टहरू भरिसकेपछि अन्तिममा यो प्रिन्ट गरेको